आई नो क्या साथीहरू, आई नो यतिखेर हामी नेपाली जस्तो खुसी संसारमा कोही पनि छैन होला क्या, कोही पनि छैन होला क्या। 12 वर्ष पछाडि नेपालले चाहिँ कुनै गेम जितिरहेको छ नि, इट्स जस्ट म्याजिकल, इट्स जस्ट हिस्टोरिकल। सब नेपाली फ्यानहरू चाहिँ कस्तो स्याड भइरहेको थियो कि ल अब नेपालले यसपालि पनि जितेन, आउट भयो भनेर। ओ माई गड। अनि यस्तो हुन्छ नि, हाम्रो चाहिँ इमोसन जोडिएको छ नि क्रिकेटसँग, के भने कि साथीहरू। अनि त्यो मुम्बईको जुन स्टेडियम हेर्दाखेरि चाहिँ लाग्छ यो चाहिँ नेपालकै आफ्नो होम ग्राउन्ड हो क्या, त्यस्तो त्यस्तो उयो छ कि नेपालको चाहिँ। अब वर्ल्ड वाइडै नेपाली फ्यानको त के भने क्रेजको त एकदमै चर्चा छँदैछ। अनि हामी चाहिँ यति धेरै इमोसनल भयौँ, यति धेरै खुसी भयौँ कि के भन्ने साथीहरू, त्यो एक्सप्लेन नै आई क्यान्ट एक्सप्लेन क्या। तपाईँहरूको पनि यस्तै फिलिङ भएको होला। अनि फाइनली 2014देखि अहिलेसम्म नेपालले चाहिँ वर्ल्ड कपमा कुनै पनि गेम जितेको थिएन। यसपालि पनि हामी एकदम कस्तो स्याड भइरहेको थियौँ नि त होइन। जे होस् अन्तिममा जे भयो भने नेपालले चाहिँ स्कटल्यान्डलाई हराएर जे होस् हाम्रो चाहिँ हुन्छ नि त्यो इमोसनभित्रको ओ माई गड यस्तो भइरहेछ है। त्यही भएर म चाहिँ एकदमै खुसी छु। आई थिङ्क सबैजना यतिखेर मोबाइल चाहिँ के हुनु संसारमा सबै नेपालीहरू चाहिँ खुसी हुनुभएको छ। अनि सबैले कस्तो सेलिब्रेट गरेको कि ओ माई गड नेपाली भनेको चाहिँ नि साथीहरू, नेपालीको चाहिँ हुन्छ नि, नेपाली भनेको चाहिँ संसारमा एउटा इमोसन हो कि, इमोसन हो कि नेक्स्ट लेभलको छ कि नेपालको क्रिकेट फ्यानको त जुन फ्यान फलोइङ छ नि, त्यो संसारमा काहीँ छैन, काहीँ नै छैन क्या साथीहरू, काहीँ नै छैन हौ।